आज हामी पनौतीतिर जाँदैछौँ होइन ग्रिल गरेको माछा म पढामी हो नि त फेरि अलि मिल्दैन होइन माछा चाहिँ नखाउँ होला म चाहिँ भेज खान्छु होइन म चाहिँ खान्न है म शुद्ध ब्राह्मणको छोरो हो पढामीको छोरो हो मिली पनि खाउँला त्यसो भए तिमी खाने म हेर्ने ओके छ त है ओके यसो गरेर खाने हो जाने हो धेरै पछि भेट भयो साथीसँग त्यो पनि फेरि लङ्गौटी होइन यो हाम्रो त जुन जुगदेखि नै हो साथी त्यस्तो भएर चाहिँ हो यो चाहिँ सानोठी भक्तपुरको बाटो यो नेवारी बाटो भएर चाहिँ यहाँ चाहिँ कहिल्यै पनि अलिकति बाटो ठुलो चाहिँ बन्ने सम्भावना धेरै कम छ होइन धेरै कम नै हो यो बाटो यहाँबाट बन्दैन पनि ठुलो बन्दैन पनि यतिकै हो यो मैले जतिखेर देखेँ त्यतिखेरदेखि देखेको बाटो नै यति हो किन भन त हो तिमीले देखेको कहिले देखेको थियो र मैले देखेको भनेको यो 50 सालमा यो बाटो हिँडेको थिएँ के अरे अहिले 82 साल भयो भनेपछि अब यस्तै छ बाटो चाहिँ यस्तै हो बाटो बन्ने कहिले यहाँ फेरि झगडा गर्नु पनि नेवार बस्ती हो झगडा गर्नु पनि हुँदैन चुप्प लारे फेरि एक ढिक्का बन्दैछ कि एक ढिक्का बन्छन् आफूले गल्ती गरे हजुर मैले गल्ती गरेँ उनीहरूले गल्ती गरे भने हजुर मैले गल्ती गरेँ भने हिँड्नुपर्छ यो ठाउँमा सही हो यहाँ चाहिँ अब के प्रोग्रामहरू के हुँदो रहेछ त्यो राम्रो ठाउँ रहेछ पिकनिक स्पोट जस्तै हो कि ठाउँ यो चाहिँ पिकनिक स्पोटै रहेछ जस्तो ठाउँ रहेछ तर राम्रो लाग्यो मान्छेहरू टन्नै छन् यताउता यसो हेर्दाखेरि कता यहीँ होला होइन खिच्न दिने हो कि नदिने पनि थाहा छैन समय चाहिँ अब पार्किङ चाहिँ हेरौँ कता छ पार्किङ सलारीको डाँडो हो यो यहाँ चाहिँ सबै राम्रो छ पाठ पूजाहरू के गर्ने खालको पिकनिक स्पोट जोनहरू होइन सबै कुरा राम्रो हुँदो रहेछ ल हाम्रो साथीले गर्ने रे होइन र अब भनिदेऊ प्रोग्राममा नाच्न पनि पाइन्छ नाच्न पनि पाइन्छ रमाइलो पनि गर्न पाइन्छ सबै कुरा राम्रो छ होइन पिकनिक स्पोट हो म्युजिक भएपछि फेरि मलाई नाच्न मन लागिहाल्छ फेरि मलाई त म्युजिक भएपछि फेरि मलाई चाहिँ नाच्न मन लागिहाल्छ के ल यो राम्रो छ सल्लाहको माथिको पिकनिक स्पोट जोन हिँड्दै यो राम्रो रहेछ एकदम मजा ल कस्तो राम्रो नेवार ड्रेस साह्रै मनपर्ने ड्रेस ड्रेस राम्रो छ एकदम मजाको अनि यहाँ एउटा चाहिँ के कुरा राखेको छ भने सबै यहाँहरूलाई जानकारी गराउँदाखेरि कोष सञ्चालन कसरी गर्ने हाम्रो तपेश्वरीमा भवितव्य पर्दा या कोही बिमारी हुँदा कसैलाई समस्या पर्दा कसरी सहयोग गर्न सकिन्छ भनेर एउटा छलफलको विषय छ यसमा यहाँ एकदम ठुलो ठाउँ रहेछ पिकनिक खानको लागि स्पोटको लागि सबैको लागि एकदम मजाको पिकनिक स्पोट सल्लाहको माथिपट्टि स्पोटबाट चाहिँ हामी निस्क्यौँ बाहिर अब हामी हाम्रो गन्तव्यतिर होइन त ल भाउजू कस्तो लाग्यो तपाईँको आफ्नो आफन्तहरू भेट्दाखेरि होइन पुरा तर राम्रो ठाउँमा रहेछ यहाँनिर पिकनिक स्पोट पनि माइतै गयो जस्तो हुन्छ माइतै गयो जस्तो हुन्छ है नानीलाई मामा घर गयो जस्तो भयो मामा घर मन लाग्यो हो नानु ल भनिदेऊ दुई शब्दमा सबै कुरा सकिन्छ अहिलेको सामान्य त्यहाँ पुगेको छ मामा घरको याद आयो रे मामा घरको याद आयो ल अब चाहिँ हामी यो मुरुखा जाने बाटो यो चाहिँ होइन त यो पाइलट डाँडा जाने बाटो पाइलट डाँडा जाने बाटो त्यहाँ घन्टा डाँडा पिकनिक स्पोट जाने बाटो
ए हामी गाउँ त्यही हो राष्ट्रिय उद्यानमा पनि अहिले बन्दै छ नयाँ चिडियाखाना चिडियाखाना ए हामी त्यहाँ हेलो गाइस अब हामी पुग्दैछौँ जाँदैछौँ आधी घन्टाको नाम पुगिन्छ होला त्यसपछि त्यहाँ कि त अब उयो गरेर भन्नु बाटो चाहिँ यस्तो रहेछ जान्छौँ बाटो भनेको चाहिँ राम्रो छ यो पनि पिकनिक स्पट रहेछ यहाँ पनि पिकनिक खेलेको मान्छेहरूले इङ्ग्लिस बोलेको म पनि खतरा इङ्ग्लिस बोल्छु नि फेरि के गर्ने नेपालमा बसेर नेपाली कुरा सिकेको नेपाल साह्रै मन पर्छ यो चाहिँ हाल्नु हुँदैन है फेरि होइन हामी नेपाली नबुझ्दै भइसकेको छौँ नि अहिले ओहो कस्तो दामी देखेँ तक्नुलाई तक्नु भित्र गएर सानो भित्र बाटो बसेको कि जीवडी जङ्गल बनाउँछ कस्तो राम्रो है पिकनिक स्पोट पनि तिमीलाई योभन्दा बेदगन ठाउँ अलिक देखेनौ हेर्दैन नि हामी यो घ्याम्पा डाँडादेखि लिएर भक्तपुरै भन्दो रहेछ यो ठाउँमा पनि तर यहाँ पनि यस्तो राम्रो ठाउँ रहेछ यता खिचिहाल्ने उता गइहाल्यो फेरि अब यता खिचेको उता गयो फेरि हाइट भयो पार्टी भर्ज्याङ कता हो अब यता यता अब यता अब राइट उसले त्यही भने कि राइट भनेर ल अब हामी राइटमा लाग्यौँ पार्टी भन्छौँ लाकुरी भन्छौँ सबैतिर भन्छौँ यता रहेछ तर राम्रो ठाउँ चाहिँ रहेछ तर उनीहरू चाहिँ ओह्रालो भनेको थियो हामी फेरि उकालो गइरहेको छौँ यो के पारा पारा त अब यहाँ चाहिँ बाटो चाहिँ कच्ची कच्ची बाटो कच्ची भन्थ्यो सुन्दरले ए भनेको थियो 3 किलोमिटर जति कच्ची छ बाटो भन्थ्यो ए कच्ची कच्ची बाटो 3 किलोमिटर कति माथि आयो एउटा गेम बल किन्नुपर्ने भएको छ मेरो चाडा हाल्नुपर्ने छ मेरो पनि अगाडिकै चाडा हाल्नु चाहिँ पर्ने होइन त्यसलाई कप हाल्नुपर्ने रहेछ कि पनौती बनेपा वेलकम टु द पनौती हामी यो भित्री बाटो हो या मेन बाटो यो थाहा भएन बाटो चाहिँ यस्तो रहेछ पिच हुँदैछ बाटो बन्दैछ थाहा छैन के हुन्छ हो माथि सेता सेता चराहरू बसेर छन् के आयो भन्छ त्यस्तै होइन बोरा के राखेर छ पक्का हो नि अब हामी मुरली खोला त भन्दै पनि 1 घन्टा 2 घन्टा बितिसक्यो आइपुगेको त छैन अब आउनेवाला होला सायद यहाँ सोध्नुपर्छ कि अब दिदी कति टाढा छ मुरली खोला यठाबाट जाऊ उठा जाऊ भन्ने बेर छैन फेरि उहाँको त सब नेवारी होला नि त सुन्दर सुन्दर राम्रो सुन्दर खोलामा हामी आइपुग्यौँ चट्टोसँगले अब यही रहेछ ट्राउट खाने ठाउँ माछा खाने ठाउँ तर धेरै राम्रो अति वरिपरि हेर्दा गहिरो खालको ठाउँ रहेछ एकदम भिर पाखा डाँडा काँडा होइन यस्तो रहेछ है ल सबैजना यहाँ आएर खाने रहेछ ठाउँ चाहिँ एउटा रहेछ जम्मा पर्ने ठाउँ चाहिँ यता पनि होला साथी उता पनि होला यसरी बस्ने ठाउँ हो माथि खाने हो कि तल खाने हो कि ल देखाइदिउँ नि त माछा पनि एकबाट अर्को अर्कोबाट अर्को अर्कोबाट अर्को अर्कोबाट आयो लास्टमा खाएर ठोकाएर खाने अब हाम्रो खानाको लागि अर्डर भइसक्यो नानी भाउजू हजुर हजुर
हामी हो हामी खानाको वेटिङमा छौँ अब खाना बनिन्छ आएपछि खाना खाने हो अहिले हल्का स्न्याक्सको लागि हामीले अर्डर गरिसकेका छौँ स्न्याक्स आओस् त्यसपछि चाहिँ गर्नु ल यस्तो रहेछ ठाउँ चाहिँ वरिपरि हेर्दाखेरि चाहिँ यस्तो रहेछ है टक्क टर्निङ गरेर यहाँ चाहिँ अलिकति ठुलो बनाउनु पर्ने कुरा गरेर यो किन होइन अनि तिमीलाई त सबै आइडिया छ अहिले कुखुरा आइडिया पनि थाहा छ रेस्टुरेन्ट आइडिया पनि थाहा छ होइन सबै आइडिया छ यहाँ आएको माछा खाँदा हामी यो ट्राउटको माछा पाउँछौँ रहेछ यहाँनिर यस्तो छ यहाँनिर पुरा यो अलिकति गन्ध चाहिँ राम्रो आउँदो रहेछ बाँच्नु है हाम्रो माछा खेरौँ है यो चाहिँ हाम्रो माछा आइयो जेसुकै होस् होइन रमाइलो चाहिँ लास्ट रमाइलो हुँदो रहेछ यो ठाउँ त्यस्तै रहेछ एकछिन भन्यो भने ल हेर्नुहोस् मेरो ब्याकग्राउन्डमा पुरा 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 रमाइलो छ एकदम होइन डाँडा काँडा के रहेछ दायाँ बायाँ हरेक कुराहरूमा कहिलेकाहीँ हट लेमनको साथमा पनि रमाइलो हुँदो रहेछ दिस इज हट लेमन मजा आउँदो रहेछ होइन यता हेर न भन्थ्यो नि त केही न केही हामी आज त्यो मुरली खोलामा भात खान आएको खोला भनेको चाहिँ कति साह्रो रहेछ फेरि खोला चाहिँ डुबाउने खालको रहेछ त्यो हेर्नु है बेला बसेर हेर्दैछौँ डुबाउने खोला हेर्नु है यसरी ल यही हो यही हो अघि 1 किलोको माछा त निकालेँ त्यो माछा पकाएको खल्लो लाग्यो ठिकै छ केही छैन यत्रो खोलामा 1.5 किलो माछा पायो त्यो पछि चाहिँ ठुलो आउँछ है पछि चाहिँ कहाँबाट भने ललितपुर पौडी खेल्दै आउने खोला हो यो खोला यही हो उहाँदेखि हामी यहाँ आउँथ्यौँ होइन यहाँ आएर माछा खाएर जान्थ्यौँ हामी ल तर साँच्चीकै बेस्ट अफ द बेस्ट हाम्रो खाना आइपुग्यो हामीले खाना लागि रेडी गरेका छौँ अब खाना खान्छौँ हामी यो चाहिँ के हो हाम्रो के भन्नु छ खानामा हत्या नगर नपरेर भन न हजुर हजुर आजको भाइले खाना राम्रो बनाएर छ धेरै मिठो लाग्यो सबै कुरा ठिक लाग्यो नेक्स्ट टाइम हामी आउनेछौँ भाइ के भन्नु छ भन्नु है माछा समातेको भाइले हो पका भाइले हो जो आउँछ टिप्स दिने हामीले दिनु होला होइन मागेर दिने है अब चाहिँ ठाउँ ओहो हेर हाइट ल भाउजू के भन्नु छ अब फोटो चाहिँ खिच्नु न हौ यहाँ बस्यो ल हेर्नु लु भाउजू बस्नु भयो यहाँ कति आनन्दको ठाउँ छ सेम क्वेसनलाई रिपिट गर त हजुर रिपिट गर त केही छैन एक्सपिरियन्स आउँछ खतरा कति वर्षको गाडीको हो कति वर्षको भन त एक्सपिरियन्स 6-7 वर्ष थियो होइन योभन्दा बढीको यही बाटो चलाउँछु तर यसरी नापेर चलाउन सक्दिनँ होइन यो कार कुदाउने एक्सपिरियन्स कति वर्षको भन त यो त मेरो लगभग 53 सालमा लाइसेन्स लिएको मैले 53 र अहिले 83 भने कति भयो 53-83 भने 30 वर्ष 30 वर्ष भयो लाइसेन्स लिएको चाहिँ चलाएको पनि त्यस्तै नै भयो 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 यो चाहिँ 100% हामीले खाइवरी रमाइलो गरिवरी खोला पनि मुरली जस्तै रहेछ होइन मुरलीमा त्यही भएर मुरली जस्तो लाग्छ त्यो गयो भने पनि त्यहाँनिर सायद मेरो यो अम्ला डुब्ला नडुब्ला थाहा छैन होइन त्यति रहेछ र पनि अब खोला यही हो खोला यही हो तिमीलाई नि अफर आइरहेको मान्छेले खेती गर्ने ठाउँ हे भगवान हे भगवान हे भगवान उठा ले रे बाबा ये खेती वाला को उठा ले हमको नहीं बाबा इसको उठा ले और काठमाडौँमा पहुँचा दे आयो हामी यति माथि पहाडमा आयो हामी यति माथि पहाडमा माछा खायौँ फर्केर घरैमा जाँदैछौँ हामी टुङ टुङ जाँदैछौँ हामी जाँदैछौँ हामी जाँदैछौँ हामी
यहाँ पनि खेती गरेका छन्। यो चाहिँ मेरो घर हो है, ए जग्गा यहाँ किनेको छु मैले। यहाँ किनेको छु मैले 10 रोपनी। कोही आएर बस्ने मन छ भने बसे हुन्छ है। त्रिपुरेश्वर ए के अरे किर्तिपुरको डाँडो कीर्तिपुर होइन हौ यो। कहाँ हो त यो? अघि किर्तिपुर होइन, कहाँ कीर्तिपुर होइन? तारी भक्तपुरको उता वरिपरि। अब उता पर के हो? अब यो घर कस्तो घर रहेछ है? अहिले हामी त्यही बाटो हुँदै जानेको नि। ए अघि हामी अन्त भनेको बाटो। यो बाटो यो भन्दै गरेको चाहिँ त्यो चाहिँ अर्कै हो के फेरि। ए यो अघि भनेको त आइसक्यो त ग्रामीण सक्यो त यति नि ग्रामीण हामी आइसक्यौँ। अब खै यहाँ के बन्दै रहेछ? तर कति छिटो कटेको है अहिले। त्यही त भने त अघि आउँदा कस्तो टाइम लाग्थ्यो। थाहा नगर फेरि बाटो कालो थियो नि त सुरुको चोटि भयो नि त। उकालो कालो फर्केर आएर पनि जङ्गलबाट छोडेर भक्तपुर आइपुग्यौँ। के चोकर गाडी यो सूर्यविनायक भक्तपुरको मेन छ यहाँबाट उता सूर्यविनायक भक्तपुर हामी आइपुग्यौँ। अब यहाँबाट फिलिल्ली काठमाडौँ। यो कहाँ हो हामी? यो अहिले हामी युरोपको जनक शिक्षा सामग्री ठिमी नेपालको भनेको यदि हामी अहिले युरोपको के अरे इटलीबाट फ्रान्स जाने बाटोमा। साइडमा त्यस्तो जस्तो लाग्छ मलाई चाहिँ होइन? इटलीदेखि फ्रान्स जाने बाटो यो चाहिँ फेरि एकदम। हामी अहिले जाँदैछौँ। यति राम्रो र यति सही बाटो छ। पहिले पनि यस्तो फ्रान्समा पनि इटलीमा यस्ता घरहरू रहेछ हेर हामीलाई थाहै थिएन। अनि पहिलोचोटि घुम्न आएको लास्टमा आएर मकै खाइयो।